माइक चेक होइन सुरुबाट वक्त कमान्डो के गीत गाउँदै हुनुहुन्छ हामीलाई पनि सुनाउनुहोस् न तेरे लिए दिल्ली वाली गर्लफ्रेन्ड छोड छाड के अब हामी यहाँबाट आइसक्यौँ अब स्टार्टिङ चाहिँ एकदम स्ट्रिटबाटै नाच्नु चाहिँ भद्र आयो Maybe मेरो लास्ट जस्तै आज है नेपालमा केटाहरूसँग मात्रै हो आज अब यो गाडी अर्गनाइज गरेको हाइकमा हामी जाँदैछौँ जाँदै गरौँ न के छ र सबैलाई भेटौँ आज पानी पर्छ हेर त्यसो त पानी पऱ्यो भने त जुगाली खाने भयो कति लाउनु नपुग्ने रहेछ अझै पनि गरिँदैन भनेको ल अहिले चाहिँ अब 6:30 भएको छ अब ठ्याक्क अब 10 मिनटमा उता गएर अब भेटौँला है त सबैजना ल हामी चाहिँ आज पुगेको सबैजना आइसकेको रहेछ बाइक यहीँ राखेर जाने आज होइन त सबैजना आइसक्नु भएको रहेछ हाम्रो गुरु म्याम कति खै त हेलो हेलो सबैजनालाई हेलो गुड मर्निङ के छ नमस्ते गुरु खै जाने प्रतीक नमस्ते यो गाडीमा जाने रे हामी आज यो गाडी होइन खोइ मलाई गाडीको के अरे सेट मुक्त थाहा छैन नमस्ते दाइ हजुर भाइ आएन क्या योपालि ए उता बुढी योगा गरेर कस्तो भइरहेछ त धेरै राम्रो हुन्छ कि राम्रो भइरहेछ मेन्टल्ली मैले गरेको त कति नै भयो र 1 महिना त भयो नि प्रतीकलाई सोध्न कस्तो हुन्छ प्रतीक त्यो त अब गुरु होइन तैँले सिक्ने मान्छेले पो भन्ने मलाई त धेरै राम्रो छ सबैजना भेला भएर निस्किने बेला पनि भइसक्यो के हो लेफ्ट राइट लेफ्ट छ त पुरै सक्दैन ए यो जुत्ता मलाई मनपर्छ तै राख्नु त हातले लाउने जुत्ता अब भइहाल्यो उसलाई चाहिँदैन अब तैँले राख्नु त हो नि यो राम्रै छ नयाँ छ जुत्ता हुँदैन अलि राम्रो चाहिन्छ मलाई त अनि के छ हजुर एकदम ठिक छ होइन होला के हो ल ल बस्दा राम्रो रहेछ त यहाँ अगाडि बस्नु पर्ला है म त आजको दिनमा हामी अगाडि बसिसक्यौँ हामी चाहिँ पुरा अगाडि सिटमा ल अब हामी एकैचोटि बस रोकेपछि भेट्छौँ पोखरीको हाम्रो बेस क्याम्प आइपुग्यो हाम्रो बेस क्याम्प यहाँबाट अनि पुरा अप हिलिङ हुन्छ हाम्रो चाहिँ म पनि भने किन तर रमाइलो लाग्यो मैले त झ्यापमा राखेर उता भोसमा गएको थियो त
हिन्दी नै झ्याप साथी के भन्नु मान्छे योगा गर्ने मान्छे महात्माहरूको मान्छेमा जर्मनको कल्चर पुरै अहिलेदेखि उता गएर फेरि सबै क्लियर अन्त फेरि मुहान पोखरी आइपुग्यो है ल फाइनली हामी आइसकेका छौँ गाडीबाट बेस क्याम्प ल सबैजना झर्यो ल सबैजना झरिसक्नु भएको छ Morning everyone and thank you so much for joining us. अब हामी यहाँबाट आइपुग्नु गर्छौँ अब स्टार्टिङ चाहिँ एकदम स्पिडबाटै हुन्छ सो 10 to 15 मिनट चाहिँ अलिकति च्यालेन्जिङ हुन्छ यो टुरिस्ट ट्रेनमा 3टा उकालो छ है एउटा अहिले आउँछ अनि एउटा एकछिनमा अनि ब्रेकफास्टपछि एउटा उकालो सो 2 hours को आइपुग्छ त्यसपछि चाहिँ हामीले ब्रेकफास्ट गर्छ यो अहिलेको ट्रिपमा हाइलाइट भनेको चाहिँ एउटा वाटरफल आउँछ त्यसको लागि घुमिरहेको नुहाउने भन्दा नुहाउँदा हुन्छ अनि त्यहाँ पनि देखिराख्नु भएको छ फर्स्ट हाइलाइट चाहिँ सस्पेन्सन ब्रिजकै हुन्छ अनि बिस्तारै हिँड्ने हतार गर्नु परेन है स्टेप बाई स्टेप बाटो अलिकति कन्फ्युजन छ त्यही भएर दुईवटा बाटो आयो भने सोधिदिनु है लाउनुहोस् अब तपाईँको इन्ट्रो गर्नुहोस् ल गुड मर्निङ सबैजनालाई होइन हामी चाहिँ आज हाइकमा छौँ योगा ग्रुपको मान्छेहरूसँग छौँ हामी चाहिँ अनि यो चाहिँ मेरो निश्चल साथी हो होइन अगाडि चाहिँ मेरो साथी सिद्धार्थ हो होइन अनि यहाँबाट हामीलाई त्यस्तै 1 घन्टा 1.5 घन्टा लाग्छ हाम्रो डेस्टिनेसनमा पुग्नको लागि चाहिँ मान्छे हुन नि सक्छ तर यार म त कस्तो यो त कहाँ जस्तो लाग्छ कहाँ अमेजनको फरेस्टमा जस्तो लाग्दैन अमेजनको फरेस्ट मलाई त यसरी त हेर्न नि डर लागिरहेको छ अब हेर त हरियाली 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 चारैतिर ए हो र यो यहाँबाट खसाल्यो भने कति सम्म त्यो सामान नखसाल्नु होला भनेर यताबाट होइन उताबाट एकछिन बस्नु न यहाँ सबैजना गएपछि एउटा फोटो खिचेर खाली हो रिल बनाइदियो नि त उता जानु उता गर नि ब्याकग्राउन्ड गीत गा त त्यो होइन ब्याक्सो इज अ ब्याड बोय ओए केटा हो होइन म यहाँ सोचिरहेको छु नि मलाई चाहिँ सेन्टी पोजको पोजहरू चाहिएको थियो पोजहरू देखा त 3-4वटा अनि अर्को अनि अर्को बसिरहनु एकछिन अनि अर्को ए तँलाई आउँदैन तँलाई नि आउँछ देन एउटा गरिदिन्छु अघि हार्ट ब्रोक गरे होइन बा सेन्टी पोज त नि यो त मरेको पोज हो त यो जिप लाइन भनेर थाहा थिएन यार मलाई मेरो क्यामेरामा त देख्दैन रहेछ चिम्ब्या जिप लाइन पनि रहेछ साथी
रमाइलो ट्रेल रहेछ हाम्रो यहाँ चाहिँ नगरकोटको के अरे मुहान पोखरीको ट्रेल हाम्रो हो। हाम्रो जङ्गलको यात्रामा तपाईँहरूलाई स्वागत छ। जङ्गलै जङ्गल, म्यान भर्सेस वाइल्ड त भन्न मिल्दैन हामीलाई। सानो हाइकिङ भयो भने एकदमै थाकिसकेको छ। आई हेभ गट सम एक्स्ट्रा पावर हियर। अनि हाइकिङ एकदम राम्रो हुँदो रहेछ। म चाहिँ पछाडि उता फर्केर बोलिरहेको छु किनभने मेरो घाँटीमा माइक झुन्डाइरहेको छु मैले चाहिँ होइन। अनि त्यही भएर सबै सुनिन्छ होला भन्ने आशाको साथमा हाम्रो चाहिँ के बोले हाइकिङ हुँदैछ। भर्खरै स्टार्ट भयो हाम्रो हाइकिङ, तर कति लगभग 1 घन्टा पनि भएको छैन होला। त्यहाँ झुलुङ्गी पुलमा हामी बस्यौँ आधी घन्टा जस्तो। यहाँ हाम्रो ग्याङ चाहिँ फेरि एकदम ठुलो चाहिँ हेर्नु ल, आधी यहाँ छ, आधी चाहिँ अनि फेरि पछाडि पनि आउँदै हुनुहुन्छ हाम्रो सबैजना। बच्चाहरूलाई पनि रमाइलो भइरहेछ। पानी पनि परिरहेछ बिस्तारै बिस्तारै। पानी परे पनि अब तर हामीसँग अलिअलि रेनकोट त छ, अलिअलि लिएर आएको पनि हुनसक्छ, नलिएर आएको पनि हुनसक्छ। अब म्यानेज गरेर जाउँला, हुनसक्छ। ल फेरि भेटौँला। ल अहिले माथि गएपछि सबैजनालाई ल भेटौँला। ल हाम्रो गुरुबाजु Use the prayer of Saint Francis. We just want to say hello for this trip. It's raining. Okay, hello. How is the current update? Very nice. It's a rainy day. And We love your company, especially. yeah, and you're working very good. Yeah, thank you. Thank you. So nice of you. Is it challenging? Yes, it's a challenging and very nice. And Latif, how is Hey, your work going? having a great time. Thank you so much. Viraji kasto bhairach? All good. How is the The weather is good. Walk It's is good. perfect shade, so we're not getting burned by the sun. yeah And, New place. nice little bit of drops of rain, so it's cool. yeah? So let's go. के गीत गाउँदै हुनुहुन्छ हामीलाई पनि सुनाउनुहोस् न। तेरे लिए दिल्ली वाली गर्लफ्रेंड छोड़ छाड़ के। बा रेनकोट हेर्नु, रेनकोट ग्याङ सबजना रेनकोट। पर्पल ग्याङको एउटा गीत छ कि छैन? कुन चाहिँ? पर्पल ग्याङमा के भन्छ 11 12 13 4 बारेर पर्पल ग्याङ आयो साइको केटाहरू लिएर अनि चाहिँ के खोज्दै हुनुहुन्छ हजुर? बैग रहे। ए त ब्याग पनि राखेर बसिरहेको छ कि ब्याग खोलेर त्यहाँ बन्द गर्दै रहेछ नि त अघि। उता फर्केर गीत गाउँदैछ साथी यार, तोडमा के भयो भनेको मैले। ए ब्यागभित्र ब्याग राखे अट्छ त। यो वर्षको लाली गुराँस यति मात्रै बाँकी भएछ। पानी परेन। लाली गुराँस जम्भरी आइनो ब्रदर, लाली गुराँस धेरै रहेछ। हामीसँगै हिँड्नुपर्छ, यहाँ फेरि बाघ भालु आउनुसक्छ। अघि उतानिर है कसले मुत्या हो कि बाघ भालुको गन्ध आयो अरे। अब अहिलेसम्म कस्तो बास्न आउँछ त थाहा छैन मलाई बाघ भालु। त्यही भन रेनकोट उडेर सर हो सर रेनकोट त खोलिसकेछ तपाईँले है? होइन होला भन्न होइन होला। के हो होला वक्त कमान्डो खोइ त हाम्रो अर्को छ थाहै छैन। ला यतै होला
Deep breath, deep breath. 1 2 Inhale through your nose, exhale through your mouth. 1 2 1 2 Oh, you call it 1 2 1 2 भने मेरो लागि श्रम दिए Take your breath to the movement. Left, बाहिरो यो त भिडियो उहाँ र मेरो एउटा यस्तो खिच्न मिल्छ त्यसको खालिस है हवाओं में बिन तेरे गसलाऊ में कोई खालिस है हवाओं में बिन तेरे हुन्छ यहाँ माथि छ हाम्रो बस्ने ठाउँ चाहिँ उयो ब्रेकफास्ट एउटा ठाउँमा साथी हाम्रो त ब्रेकफास्ट एउटा ठाउँमा अनि फेरि लन्च एउटा ठाउँमा हुन्छ नि त फेरि दुईवटा ठाउँमा हाम्रो आज हिँड्न त त्यही हो हामी नगरकोट जाने भनेर शनिबार बिहानै हिँडे चाहिँ सबैजना हामी त दिउँसो राति वाह नयाँ एक्सपिरियन्स के लेखाएको छ त्यो शान्ति डाँडा हो त्यो शान्ति डाँडा हुँदो रहेछ नि त्यस्तो डाँडा शान्ति नै रहेछ तर यति त खानै पर्छ साथीहरू अब बिहानको ब्रेकफास्ट यस्तो राम्रो ठाउँमा वाउ सबजना हाम्रो हाइकर्सहरू यो साथीले बजाउन थाल्छ यो डमडम कस्तो रहेछ त स्वाद आइरहेछ बोल्नुहुन्न त तपाईँ त म खानामा व्यस्त छु थक्क असम के चाहिँ असम लाग्यो त पुरी तरकारी ल हस् म पनि अब खाइदिन्छु है त बुद्ध पार्कबाट जाँदैछौँ अब ब्रेकफास्ट खाएर सबैजना हिँडिसक्यौँ अब चाहिँ हाम्रो फाइनल डेस्टिनेसन भनेको नगरकोटको टावर हुनेछ हल्लिने हुन्छ त्यसरी सक्दिनँ जस्तो आए पनि हाम्रो भ्युअर्सहरूले हेर्दै पुगिहाल्छ नि के भनिस् रे यस्तै छ के गर्नु कहाँ आइपुग्यो हामी अब हामी जङ्गलको बिचमा छौँ अहिले चाहिँ काफल टिप्ने कार्यक्रम भइरहेछ उता हेलो यस्तो धेरै थाक्नु भएन नि साथी यहाँ आएर चाहिँ थाकेर जाने कहाँ जति बस्यो त्यति बस्या हुन्छ यसमा के छ त तपाईँको कुराहरू माइक चेक होइन सुरुबाट मेरो कुरा के छ भन्दाखेरि हाइक एकदम राम्रो छ बाटो एकदम राम्रो छ होइन मेन कुरा भनेको चाहिँ ठाउँ चितुवा अलिअलि चितुवाको स्मेल आइरहेछ है त्यो चाहिँ अलिकति एक्लै हिँड्न चाहिँ अलिकति डर लाग्दो नै रहेछ अनि जहाँ हामीले ब्रेकफास्ट गऱ्यौँ नि त्यो त्यहाँको चाहिँ ब्रेकफास्ट एकदम दामी लाग्यो मलाई है अब भने हिँडौँ न अब पुगेपछि अनि भनौँला ल यति भन्दैमा म बन्द गर्न चाहन्छु उहाँको कुरा पनि सुनियो अब कसलाई सोधौँ भन्दाखेरि सबजना काफल टिममा उसमा छन् बिजी अब यहाँ अब कोही साथी पायो भने सोध्छु ओहो ल हाम्रो एकजना साथी हुनुहुँदो रहेछ तपाईँलाई कस्तो फिल हुँदैछ त मलाई एकदम कस्तो फिल भएको छ भन्नु है यहाँ मेरो मुख देखेर थाहा पाउनु पर्ने हो खासमा त पसिना खासै गाह्रो त होइन त्यो यो ह्युमिडिटी एकदम बढी छ जङ्गलमा हाम्रो त्यसैले चाहिँ पसिना एकदमै आएको महसुस भइरहेछ मलाई होइन त्यही हो के भन्नु त अरू त अब माथि जाने हो भात खाने हो होइन लाउनुहोस् अब गुरु आउँदै हुनुहुन्छ त्यहाँ पछाडि मेरो त के भन्नु है पसिनाले खप्लक्क यहाँ भिजिसक्यो टाउकै भिजिसक्यो भने नि हुन्छ कस्तो भइरहेछ त हाइकिङ चाहिँ अहिलेसम्म कस्तो भइरहेछ तिमीहरूको विचारमा मेरो विचारमा चाहिँ राम्रै भइरहेछ है सबैजना मजाले हिँडिरहेछ
डिफ्रेन्ट एज ग्रुपको मान्छेहरू छ तर पनि हिँडिराख्नु भएको छ होइन र ट्रेल रमाइलो है ट्रेल रमाइलो क्या ट्रेल रमाइलो छ है यो ट्रेल चाहिँ पुरा जङ्गल सङ्गल नि छ झरना नि छ सस्पेन्सन ब्रिज नि छ यो त पानी परे भयो नि त यु वान्ट टु से समथिङ It's a little bit slippery. He doesn't want to say anything. I think he's enjoying his trekking. So, okay. अब हामी माथि पुगिसकेपछि हजुरलाई जानकारी गराउँदैछौँ कि होइन हुनसक्छ है त ल पक्लक्कै डल्छ केटो डल्याम भाषा नाच्नु चाहिँ खतरा आयो ओके साथीहरू हामी चाहिँ ठ्याक्कै पुगेको छौँ हाम्रो होटल चाहिँ यतापट्टि छ सो हाम्रो गाडी पनि आइसकेको छ तर हामीले पहिला खाना खानुपर्छ हुनसक्छ खाना खाएर तर नगरकोट त चाँडै आयो है हाँसी आयो यार अघि पो स्याड पोस्ट दिएको त अहिले त ह्याप्पी नै ह्याप्पी पोस्ट छ नि आश गर्दछु भिडियोहरू राम्रै भइरहेको छ अब पछि हाम्रो साथीले बनाएर कहिले हाल्यो त्यो चाहिँ थाहा छैन आज सबै मैले खिचायो भिडियो कस्तो लाग्छ निश्चलले नै दिनुपर्छ क्यामेरा भनेर पनि एउटा त्यो के अरे के पोल 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 क्या पोल के पोल राख्छ नि त्यो यस अर नो भन्ने टाइपको त्यसलाई के भन्थ्यो पोलै हो एउटा पोल राख्नुहोस् पुल कुरा हजुर पोल ए साइली म त कहाँको नचाउँ हामी सँगै रमाउँ कतै सँगै घुम्न जाउँ भनेर लिरिक्स पनि अलिकति बङ्गाइदिएँ मैले बा हामी त डेटमा आयो साथीहरू ल आओ ए आओ यो प्योर भेजिटेरियन हो नि को हाम्रो हाइकिङ चाहिँ पनि भेजिटेरियनवालै ओके सबैजना आइसक्नु भएको रहेछ यता आमा कस्तो भयो रेस्ट गर्दै हुनुहुन्छ रमाइलो हो हेलो म्याम म त थाकिया जस्तै देख्दैन ब्लग हुँदैछ रेस्ट गर्दै हुनुहुन्छ आज धेरै ह्यान्डसम देखिएको छ हाम्रो योगा टिम हाम्रो क्यामेराम्यान आइटी डिपार्टमेन्टको यहाँ मान्छे हुनुहुन्छ सबै एकदमै अब लन्चको लागि हामी कुर्दैछौँ हजुर मेन चाहिँ उहाँ हुनुहुन्छ हाम्रो ब्लगर ल्याबमा हाल्नुहोस् रिताजीले हेर्नु आउँदैन नि त्यहाँ हेर्दै यहाँ झेल्लीहरू धेरै छ फेरि एकचोटि ल
यता हेरौँ ल Este चाहिँ हो यस्तो हो यस्तो 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 जानु पर्यो 1 2 3 बढी साया स्टिकर टालेको हेर्नु हामी पनि यहाँ त फेरि अब भेजिटेरियन मान्छे आउने युजफुल हुन्छ यही टाल्नु त होला नि उनीहरूले गुन्द्री यो ट्रिप एडभाइजरको होइन एउटा त्यहाँ पनि टास्ने रे एउटा त टास्ने बाहिर टास्ने एउटा त्यहाँ बाहिर टास्ने थ्याङ्क यू Thank you so much, Dai. जहाँबाट स्टार्ट गरेको त्यहीँ आइपुग्यो हामी त्यहाँ ल दाइ कस्तो भयो त यात्रा राम्रो भयो एकदम फ्यान्टास्टिक अब फेरि अब फर द प्रतीक फर चुजिङ द गुड डेस्टिनेसन राम्रो थियो एकदमै वेदरले पनि एकदम साथ दियो क्या अहिले हेर्नु फेरि यस्तो गर्मी छ भने कस्तो भयो त यात्रा राम्रो भयो एकदम राम्रो प्रतीकले त्यो सेयर गर्ने त्यही च्यानल हो कि युट्युब हो त्यही हो त्यसमै आउँछ अब अस्ति सोध्दै थियो ए कस्तो भयो त बवाल भएको अवस्था छ होइन हाइकिङ चाहिँ हाम्रो यहाँ आएर भयो एकदम दामी सबैजनालाई धन्यवाद भन्न चाहन्छु म चाहिँ अब सबैजनालाई सबैजना एकदम रमाइलो गर्नेहरू त्यो सबैजना कोअपरेट गर्दै हुनुहुन्छ हामीसँग त्यसैले सबैलाई धन्यवाद ल दाइ है त ल बाबु भाइ फेरि पछि है त हस्